हामीले एकादश स्कन्द जो मुक्तिको पथलाई प्रदान गर्ने, मुक्तिको लक्षणलाई प्रदान गर्ने एकादश स्कन्द हो। यसलाई श्रवण गर्दैछौँ। कृत्वा दैत्यवधं कृष्णः स रामो यदुभिर्वृतः भुवोऽवतारयत् भारम् जविष्ठं जनयन् कलिम्। भगवान श्री हरि प्रभु श्याम सुंदर श्री कृष्णचंद्र प्रभुले अवतार धारण गरिबक्स्यो। ब्रह्मादि देवताहरूको प्रार्थनालाई सुनेर स्वयं पृथ्वी माता गाईको रूप धारण गरेर जानुभएको थियो नि। कथा हजुरहरूले सुनिसक्नुभयो दशम स्कन्धमा, हैन? ब्रह्माजीको शरणमा जानुभयो। कंस जस्ता अत्यन्तै दुष्ट असुरहरूले पापाचार, दुराचार, अन्याय, अत्याचार गरेर जब पृथ्वीलाई आक्रान्त बनाउन थाले, त्यसपछि पृथ्वी माताले त्यो भारलाई सहन गर्न सक्नु भएन। असह्य पीडा भयो उहाँलाई। गाईको रूप धारण गरेर ब्रह्माजीको शरणमा जानुभयो। हे ब्रह्मदेव, अब मैले सकिनँ प्रभु, भारलाई हरण गर्नुहोस् भनेर ब्रह्माजीको शरणमा गएपछि ब्रह्माजीले अब म के गरौँ, उनै श्री हरि प्रभुको शरणमा जान्छु भनेर भगवानलाई प्रार्थना गर्नुभयो। इन्द्र आदि देवी देवताहरू सबैलाई साथमा लिएर भगवानसँग प्रार्थना गर्नुभयो र भगवान उहाँहरूको प्रार्थनालाई स्वीकार गरेर भगवानले वचन दिबक्स्यो। परित्राणाय साधूनां विनाशाय च दुष्कृतां धर्म संस्थापनार्थाय संभवामि युगे युगे। धर्म रक्षाको निमित्त, साधु सन्त सज्जन भक्तहरूको रक्षाको निमित्त, गौ ब्राह्मण वेदको रक्षाको निमित्त भगवानले अवतार लिने जुन सङ्कल्प लिइबक्सेको थियो, त्यो सङ्कल्पलाई भगवानले पूर्ण गरिबक्स्यो। दशम स्कन्धमा हामीले भगवानका सम्पूर्ण सौशील्य, वात्सल्य, सौलभ्य, औदार्य, माधुर्य सबै गुण लीलाहरू श्रवण गरिसक्यौँ, होइन? गर्यौँ नि। अब भगवान स्वयंले एकादश स्कन्धमा के देखाउँदै गइबक्सन्छ त भन्दा, भगवान साक्षात श्रेयपति भगवान, जगतपति भगवान, सबैका स्वामी, सबैका पिता, सबैका मालिक परब्रह्म परमात्माले एकादश स्कन्धमा यो देखाइबक्सेको छ कि संसारको कुनै पनि वस्तुलाई सजिलै त्याग्न सक्नु पर्दछ। मुक्तिको लक्षण भगवान स्वयंले आफ्नो कुल संहारको सङ्कल्प लिएर देखाइबक्सेको छ कि सबै कुरा त्याग गर। जस्तो परिस्थितिमा पनि आफूलाई परम शान्त, परम आनन्द स्वरूपमा राख्नु पर्दछ। तिमी मेरो अंश हो, म जस्तै हुनु पर्दछ भनेर जीवात्मालाई भगवानले मार्गदर्शन गर्दै गइबक्सन्छ। भगवानले जे सङ्कल्प लिइबक्सेको थियो सबै पूर्ण गरिबक्स्यो। यो भूमिको भार हरण गरिबक्स्यो। भगवानले भगवानका यस्ता सौशील्य, वात्सल्य, भगवानका दिव्य दिव्य आनन्द मग्न गराउने यस्ता गुणानुवादहरू सुखदेव स्वामीजीले राजा परीक्षितलाई श्रवण गराउनु भयो। विप्रद वपुः सकल सुन्दर सन्निवेशं कर्माचरन् भुवि सुमङ्गलमाप्तकामः आस्थाय धाम रममाण उदार कीर्तिः संहर्तुमैच्छत कुलं स्थितकृत्यशेषः।
सुखदेव स्वामीजी भन्दै हुए बक्सन्छ, हे राजन, भगवानका दिव्य मङ्गलमय चरित्र, भगवानको स्वरूप यति मङ्गलमय छ जसको कसले वर्णन गर्न सक्नु होइन। मधुराधिपते रखिलम मधुरम, भगवानको स्वरूप त्यति मङ्गल छ। यो जगतमा, यो अखिल 14 भुवनमा भगवानको श्री विग्रह जति मङ्गलमय सुन्दर स्वरूप कसको होला र? समाधिस्थ हुनुभएका सुखदेव स्वामीजी भगवानको स्वरूप वर्णन सुनेर उठ्नु भयो नि, समाधि टुट्यो, समाधि छुट्यो। कस्ता कस्ता सूरी मुनिहरू भगवानको दिव्य स्वरूपलाई देखेर व्यामुक्त हुनुहुन्छ। मङ्गलाचरणमै सुनिसक्नुभयो, भागवतको पहिलो मङ्गलाचरणमा होइन? सबै भगवानको परिधिलाई जान्न नसकेर व्यामुक्त हुनुहुन्छ, मोहित हुनुहुन्छ। हेरेको हेरै कताबाट हेरौँ, कताबाट समाउँ भगवानलाई, कताबाट दर्शन गरौँ, भगवानलाई अङ्कमाल गरौँ कि भगवानको चरण समाउँ कि भगवानको बाहु समाउँ कि हेरेको हेरै गरौँ कि के गरौँ? आँखाको भरी पादार्घ भेटी गोविन्द दामोदर माधवेति, भाव भक्ति रूपी अश्रुका धारा प्रवाहित गरेर त्यस्ता नित्य सूर्यहरू जो गोपीको रूपमा आइबक्सेको छ ब्रजधाममा, जिब्रो पसारी निलुझै गरेर आँखाहरूले पिउँझै गरेर, भगवानलाई यही आँखाबाट पिउँ कि के गरौँ? बाहुमा अङ्कमाल गरेर राखिरहौँ कि कसो गरौँ, के गरौँ? छटपटी के त्यो भगवानको प्रेम भावमा बेउहल भएर त्यस्तो भगवानको मङ्गलमय सुन्दर स्वरूप, विव्रत वपुः सकल सुन्दर सन्निवेशम, असुन्दर भन्ने कहीँ पनि केही पनि छैन, अमङ्गल भन्ने कुरा कहीँ केही पनि छैन। त्यस्तो स्वरूप पनि सुन्दर, अनि स्वरूप मात्रै सुन्दर हो र? कर्म पनि, भगवानका लीला पनि त्यति नै सुन्दर, त्यति नै मङ्गल छन्। कर्माचरन् भुवि सुमङ्गलमाप्त कामः, मङ्गलै मङ्गल छन्, मधुरै मधुर छन्। भगवानका कीर्ति त्यति नै मङ्गल, भगवानका लीला त्यति नै मङ्गल, भगवानका स्वरूप त्यति नै सुन्दर मङ्गल, जसको वर्णन गर्न कसैले सक्नु भएको छैन। त्यति मङ्गल, त्यति दिव्य विग्रह भगवानको श्री विग्रह। अब अन्तिममा भगवानले जे सङ्कल्प लिनुभएको छ त्यो पनि मङ्गलै मङ्गल छ अरे के? भगवानका लीला मङ्गल, चरित्र मङ्गल, स्वरूप मङ्गल, स्वभाव मङ्गल, कर्म मङ्गल, सबै सङ्कल्प भगवानका मङ्गल गर्दा गर्दा अब भगवानले जुन सङ्कल्प लिबक्सेको छ, संहर्तु मैच्छत कुलं स्थित कृत्य शेषः, अब बाँकी भनेको मैले मेरै कुललाई संहार गर्नु छ। यी यदुवंशीको जबसम्म मैले संहार गर्दिनँ तबसम्म मैले यो भुविको भार हरण गर्छु भनेर जुन वचन लिएको थिएँ, जुन सङ्कल्प लिएको थिएँ, त्यो सङ्कल्प पूर्ण हुँदैन। त्यसैले संहर्तु, अब मैले संहार गर्नु छ। अब संहार गर्ने इच्छा प्रकट गर्नुभयो, कसको? आफ्नै वंशको, यदुवंशको। त्यो यदुवंशी भगवानले के सोचिबक्स्यो? मैले लीला पूर्ण गरेर यहाँबाट अब आफ्नो स्वधाम सवारी हुन्छु। जसरी ब्रह्मादीले भगवानलाई यस पृथ्वीमा प्रकट हुनको लागि प्रार्थना गर्नुभएको थियो, अवतारको लागि प्रार्थना गर्नुभएको थियो, त्यसरी नै ब्रह्मादि देवताहरू आएर फेरि प्रभु अब हजुरको सङ्कल्प अवतार लीला पूर्ण भयो, अब हाम्रो दिव्य लोकलाई पनि धन्य धन्य बनाउँदै हजुर स्वधाम सवारी भइबक्सियोस् प्रभु भनेर प्रार्थना गरेपछि
भगवानले त्यो प्रार्थनालाई स्वीकार गर्दै गर्दै भगवानले स्वधाम सवारीको इच्छा गरिबक्स्यो। तर त्योभन्दा पहिले भगवानको मनमा के लाग्यो, यी यदुवंशीहरू जो धनबाट पनि शक्तिशाली छन्, विद्याबाट पनि शक्तिशाली छन्, बुद्धिबाट पनि शक्तिशाली छन्, ज्ञानबाट पनि शक्तिशाली छन्। शास्त्रमा भन्छ कि धनमद कुलमद हैन, अभिमान आउँछ रे के। यो अभिमान कता कता यिनीहरूमा हुन सक्छ। म यहाँबाट गइसकेपछि त यिनीहरूको सामना कसले गर्न सक्छ र? त्यस्ता यदुवंशीहरू जो स्वयं भगवानले आफैले आफू रक्षक भएर रक्षा गरिबक्सेको छ। रातारात मथुरालाई कालयवन हैन म्लेच्छ लिएर आइपुगे, यता जरासन्ध आइपुगे। तिनीहरूको सैनिकबाट रक्षा गर्नको लागि भनेर रातारात समुद्रको बीचमा द्वारकापुरीलाई निर्माण गरेर आफ्ना प्रजाहरूलाई यदुवंशीहरूलाई सुरक्षा गर्ने साक्षात भगवान श्रीकृष्ण प्रभुको बाहु भुजामा सुरक्षित भएर रहेका ती यदुवंशीहरूलाई कसले सामना गर्न सक्ने? सूर्यदेव पनि डराएर सत्राजित राजाले उपासना गर्नुभयो नि हैन, सूर्यदेवको उपासना गरेर स्यमन्तक मणि प्राप्त गर्नुभयो। सूर्यदेव स्वयं ओहो म त यी यदुवंशीहरूसँग प्रसन्न भइन भने, यिनलाई दर्शन दिइन भने त फेरि भगवान श्रीकृष्ण रिसाउनु होला, मलाई म माथि कोप प्रकट गर्नु होला भनेर त्यो भावले पनि भयभीत भएर सूर्यदेव साक्षात उहाँले जुन वंशमा स्यमन्तक मणि प्रदान गर्नुभयो त्यस्ता यदुवंशीहरू हुनुहुन्छ। त्यस्ता यदुवंशीहरूलाई अब कसैले संहार गर्न सक्दैन। जसरी एक आपसमा बाँसको झ्याङ हुन्छ नि, बाँसको त्यो बाँस एक आपसमा रगडिँदा त्यहाँ आगाको ज्वाला प्रकट भएर त्यो बाँस सारा सखाप हुन्छन्, त्यसरी नै अब यदुवंशीहरूको पनि एक आपसमा कलह द्वेष द्वन्द्व प्रकट गराइदिएर एक आपसमा यिनीहरूलाई संहार गर्नु पर्यो भनेर भगवानले विचार गर्नुहुन्छ। भगवानको सङ्कल्प, भगवानको इच्छाको कारणले गर्दा नै अब त्यहाँ नजिकै एउटा पावन तीर्थ जो पिण्डारक नाम गरेको क्षेत्र तीर्थ छ द्वारकाबाट नजिकै, त्यो पिण्डारक क्षेत्रमा पिण्डारकम समगमन मुनयो निसृष्टः, पिण्डारक क्षेत्रमा आएर केही ऋषिमुनिहरू बस्न थाल्नुभयो। विश्वामित्रोषितः कण्वो दुर्वासा भृगुरङ्गिरः कश्यपो वामदेवोत्रिर्वसिष्ठो नारदादयः। विश्वामित्र, अत्रि, असित, कण्व, दुर्वासा, भृगु, अंगिरा, कश्यप, वामदेव, अत्रि, वशिष्ठ, नारदादय, धेरै नारद आदि ऋषि मुनिहरू, ब्राह्मणहरू, साधु सन्तहरू त्यहाँ आएर बस्न थाल्नुभयो, सत्सङ्ग गर्नुहुन्थ्यो नित्य। र भगवान श्रीकृष्णले आफ्नो यदुवंशमा यदुवंशी ती बालकहरूलाई, सन्तानहरूलाई सधैँ ब्रह्मज्ञानी ब्राह्मणहरूको महिमा, साधु सन्तहरूको महिमा, सत्सङ्गको महिमा सधैँ ज्ञान दिनुहुन्थ्यो भगवानले। कहिल्यै पनि झुकिएर पनि ब्राह्मणको, साधु सन्त ऋषिमुनिहरूको परीक्षा नलिनु, अपमान नगर्नु भनेर भगवानले सधैँ उपदेश दिनुहुन्थ्यो। अब यदुवंशीका बालकहरू ज्ञानको पनि मद छ, धनको पनि मद छ, कुलको पनि मद छ हैन। अलिअलि त मनमा के लाग्छ भने हाम्रा पिता श्रीकृष्ण चन्द्र प्रभुले यी साधु सन्त ब्राह्मण त्रिकालदर्शी छन्, एकदम ज्ञानी छन्, ध्यानी छन्, त्यागी छन् भन्नुहुन्छ सधैँ। आज यिनीहरूको परीक्षा ल्याउँ भनेर ती यदुवंशी बालकहरू विचार गर्दछन्, एक आपसमा सल्लाह गर्छन् के गर्ने त भन्दा जाम्बवतीका पुत्र शाम्ब, स्वयं भगवान भोलेनाथ भोले बाबाको वर प्रसादको स्वरूप हुनुहुन्छ शाम्ब। अत्यन्तै सुन्दर, एकदमै सुन्दर हुनुहुन्थ्यो। स्त्रीको वेशभूषा धारण गराइदिनु भयो नारीको, त्यो पनि कस्ती नारी भन्दा गर्भवती नारी। गर्भवती नारीको रूप बनाएर
अनि ती त्रिकालदर्शी महात्माहरूको परीक्षा लिन जानुभयो, नजिकै नमन गर्नुभयो, वन्दन गर्नुभयो। त्यसपछि भन्नुहुन्छ, हे महाजनहरू, हे महात्मा, हजुरहरू त त्रिकालदर्शी हुनुहुन्छ रे। हाम्रा पिताजीले सधैँ हजुरहरूको एकदम भारी महिमा गान गर्नुहुन्छ। आज यी हाम्री बहिनी, यिनको गर्भबाट सन्तानको जन्म हुँदैछ, यिनलाई सोध्न अलि लाज लागिरहेको छ। हजुरले नै कृपा गरेर हजुरहरूले भनिदिनुहोस् कि यिनको गर्भबाट पुत्र जन्मिन्छ कि पुत्री जन्मिन्छ, हजुरले भनिदिनुहोस् न भनेर महात्माहरूलाई गएर भनिसकेपछि सबैजना मुखामुख गर्नुहुन्छ। किनकि सबैलाई थाहा भइसक्यो त्यहाँ यी कुनै स्त्री होइनन्, नारी होइनन्, यिनी त पुरुष नै हुन्। नारीको वेशभूषा बनाएर हामीलाई छल गर्दैछन्, के भन्ने त। यस्तो अवस्थामा यदुवंशका बालकहरू, भगवान् श्रीकृष्णको छत्र छायामा रहेका बालकहरू आज यसरी आइरहेका छन्। अब के भन्ने, के गर्ने। त्यसपछि अरू त सबै विचार गर्दै हुनुहुन्थ्यो। दुर्वासा ऋषि भने उहाँलाई सह्य भएन, यिनीहरू आएर आज हामीलाई अभिमान युक्त भावले हाम्रो परीक्षा लिने। दुर्वासा ऋषि स्वयं भगवान् शङ्करको अंश हुनुहुन्छ। रिस पनि छिटो, प्रसन्न पनि छिटो, किनकि त्यागी हुनुहुन्थ्यो, तपस्वी हुनुहुन्थ्यो। जीवनभर दुबोको रस बाहेक उहाँले केही पनि ग्रहण गर्नु भएन। त्यस्ता तपस्वी साधक हुनुहुन्थ्यो। उहाँलाई एकदम रिस उठ्यो। के भनिदिनु भयो, जनिष्यति ओ मन्दा मुसलम कुलनाशनम। हे दुष्ट, हे मूर्ख हो, हे मन्द बुद्धि भएका बालक हो, तिमीहरू खुब अभिमानले युक्त भएर हाम्रो परीक्षा लिन आउँदैछौ नि। के सोध्दै थियो रे, यो यसको गर्भबाट छोरा जन्मिन्छ कि छोरी जन्मिन्छ? यसको गर्भबाट न त छोरा जन्मिन्छ न त छोरी जन्मिन्छ। तिमीहरूको कुल नाश गर्ने एक हातको मुसल निस्किन्छ भनेर जब भनिदिनु भयो, त्यसपछि त भयभीत भएर आत्तिएर डराएर लौ साँच्चै हो कि भनेर अलि पर यमुनाको तटमा गएर जब त्यो पटुका कसेका थिए नि त, गर्भवती जस्तो स्त्रीको नाटक गरेका थिए। जब कपडा खोलेर हेरे नभन्दै एक हातको मुसल। अब के गर्ने, आपद विपद पर्यो। एकदम भयभीत भए। भगवान् श्रीकृष्ण प्रभुलाई त यो सुनाउनै हुँदैन। उनीहरूले नसुनाएर नसुन्ने त होइन भगवान् सर्वान्तर्यामी, प्रत्येक घटना परिघटना भगवान्लाई सबै ज्ञात छ, सर्वज्ञ होइ बक्सन्छ। त भगवान्ले पनि थाहा नपाए जस्तो गरिदिई बक्स्यो। उग्रसेन राजाको सल्लाह लिए अनि उग्रसेन राजाको सल्लाह अनुसार त्यसलाई घोटेर बगाउन थाले। अब घोट्दा 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 जुन धुलो भयो, त्यही धुलो पछि एरक नाम गरेको घाँस, जो 3 ठाउँबाट एकदम तिखो थियो रे, के भाला जस्तो। कुनै धारिलो चिज 2 ठाउँबाट हुन्छ नि, त्यो त 3 ठाउँबाट त्यस्तो धारिलो थियो रे। त्यही एरक नाम गरेको घाँस पछि अस्त्रको रूपमा एक आपसमा झगडा गर्दा, एक आपसमा द्वन्द्व गर्दा त्यही घाँसले, त्यही तरवार जस्तो घाँसले हानाहान गरेर संहार गर्ने प्रसङ्ग आउँदछ। अन्तिममा सानो टुक्रा बचेको थियो। यति सानो टुक्राले त के होला र भन्ने सोच्दै थिए। सोच्दा सोच्दै अनि त्यो टुक्रा त्यहीँ बगाइदिए। एउटा माछोले निलेछ। माछा मार्ने क्रममा माझीले भेटेछन्। अनि माझीले अब त्यो माछालाई के गरेर हेर्दा त त्यो भित्र त्यो मुसलको टुक्रा, एउटा व्याधा थिए, जरा नाम गरेको व्याधा। त्यही व्याधालाई त्यो टुक्रा दिएपछि त्यो व्याधाले त्यो टुक्रालाई आफ्नो बाँडको टुप्पो बनाउँछन्। पछि भगवान्ले त्यही बाँडको टुप्पोलाई निमित्त बनाएर भगवान् स्वधाम सवारी भइबक्सन्छ। त्यो प्रसङ्ग आउँदछ। भक्तवत्सल भगवानको